धन्यवाद हाम्रो यस आजको कार्यक्रम सञ्चालक भाइ सञ्जोग र विशेष गरी यहाँनिर आज हाम्रो यो नगर कमिटी गठन कार्यक्रममा पाल्नुभएका हाम्रा केन्द्रीय सदस्यज्यूहरू साथै यो आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अग्रज र आमा दाजुभाइ दिदीबहिनीहरू साथै आज यो माटोलाई छुएर यस श्रम संस्कृति पार्टीमा लाग्नुभएका यो देशलाई बनाउनको लागि श्रमदानबाटै मात्रै अब सम्भव छ भनेर एउटा चेतनाको विकास भएको छ तपाईँ हामीमा र यो विकास गराउनु हुने हाम्रो श्रम पिता हर्क साम्पाङज्यू उहाँलाई विशेष गरी म धन्यवाद दिन चाहन्छु जसले कि आज हामीलाई यो देश चाहिँ अब श्रमबाट मात्रै हामी विकास गर्न सक्छौँ श्रमदानबाट मात्रै आज यो देशलाई हामी विकास गर्छौँ भन्ने एउटा चेतनाको विकास हाम्रो मस्तिष्कमा दिमागमा जसले लाउनु भएको छ उहाँलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु र विशेष गरी म यो आशा गर्दछु कि हामी अब बोल्ने भन्दा पनि काम गर्ने भनेर यो यसरी हामी सङ्गठित भएका छौँ यस माटोलाई छोएर आज हामीले कसम खाएका छौँ माटोलाई शिरधार्य गरेर हामीले कसम खाएका छौँ र अब आउने दिनमा हामीले हाम्रो स्थानको हाम्रो पालिकाको हाम्रो गाउँमा हाम्रो टोलमा भएको समस्याहरूलाई जसरी हाम्रो श्रम पिताले श्रमदानबाट धरानमा गर्नुभएको छ विकास गर्नुभएको छ श्रमदानबाट हामी पनि त्यसरी नै हाम्रो यहाँको जति पनि समस्याहरू छन् यी समस्याहरूलाई तपाईँ हामी सहकार्य गरेर हाम्रा गाउँटोलका अरू आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामी हाम्रो साथमा साथ हातमा हात मिलाएर अगाडि बढाउँदै फेरि पनि हामी श्रमदानको अभियानलाई अगाडि बढाउनेछौँ र हामी पनि श्रमबार छुट्याएर हामी श्रमदान गर्नेछौँ र यो नगरको यो हाम्रो ठाउँको र सिङ्गो देशको विकासमा हामी लागि पर्नेछौँ भन्ने म बाचा गर्दै र सम्पूर्णलाई साथमा साथ दिनु हुन पनि म अनुरोध गर्दै आजको हाम्रो यस नगर कमिटी गठन कार्यक्रम समापन भएको र आजको यस कार्यक्रम समापन भएको घोषणा गर्दै म पनि बिदा लिन चाहन्छु जय श्रमदान जय माटो